So, what's up everyone? Exam सकेको दिन त हामीले भ्लग बनाउन सकेनौँ। हामी सेकेन्ड सेमिस्टरलाई बाई बाई गर्नको लागि अहिले क्याम्पस जाँदैछौँ एभ्रिवान। भ्लग बनाएर अब किताब बुझाउँ त हामी साक्षी छौँ भन्ने हुन्छ अलिकति। एउटा किताबबाट हाम्रो मकैबारे सबै पढेको 6 जना। Yes. ग्रुप यसरी हामीले Let's see what result. What will be our result? We all fail. Hey, pass. Not fail, bro. Not fail. It's a very lovely day. हाम्रो एक्जाम सकिसके पछाडि एकदम मिठो 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 घाम लागिरहेछ। छुट्टीमा चाहिँ घाम लाग्छ, पढाइमा चाहिँ चिसो हुन्छ। चिसो हुन्छ। यस, माहौल त तन पर्यो नि त। आजको दिन अलिक घाम धेरै। Focus on rocket focus. What you want to focus and for me not Guys. focus on career. त्यहाँ पर टुट गर्ने बेला पनि Too much toot in the video. हाम्रो अलिकति रकेट सरले अलिक नैतिकता छोडिहाल्नुहुन्छ। नैतिकता भन्ने चिज अलिक कम्ती भएको मान्छे हो। मेरे मुंह से निकल गई भाई, मेरे मुंह से निकल गई। भारी मिस्टेक हो गया। अलिक हामी यसलाई फ्यामिली सो बनाउनु पर्छ बिस्तारै बिस्तारै। मालिक एक भारी मिस्टेक हो गई मालिक। स्थानीय स्तरमा त हामी हाबी भइसकेका छौँ। अब बिस्तारै बिस्तारै राष्ट्रिय स्तर हुँदै हुँदै अन्तर्राष्ट्रिय बजारमा पनि हाम्रो छिट्टै नै पुग्ने हाम्रो यसलाई भटमास भन्छ होला हौ। रहरी भन्छ अलि रहर भन्छ यसलाई चाहिँ हाम्रोतिर। हाम्रो रहरी रहरी नै भन्छ हाम्रोतिर, रहरी नै भन्छ। अरे हियर गोइङ लेट्स गोइङ भेरी लभली भेरी। भाइ आयो भने हाम्रो ब्लगमा। हेलो बाई बाई ब्रदर। अरे कस्तो लभली मान्छेहरू छन् यार गौरादहमा। हामी अहिले यस्तो पछाडि दुईजना आउँदै हुनुहुन्छ, यहाँ पछाडि दुईजना जाँदैछन्। यहाँ पुरै स्कटिङमा हिँडिरह हो, पछाडि दुईजना। यहाँनिर बयार फलिसकेको छ। हजुरबा टाढै पुगेर आउनु भयो ए। अहिले भर्खर खाना खाएर आएको, तै पनि रकेटलाई चाहिँ अलिकति जङ्गलीले छोइहाल्छ, बदमासी गरिहाल्छ। यहाँ बयार टिप्ने काम भइरहेको। हेलो ब्रदर्स। यसरी ओ लभ अफ ब्रदर एन्ड सिस्टर इज भेरी लभली। यसरी नै सधैँ माया भइरहोस्। हियर फेरि अनदर लभ कपल, भेरी लभली लभ कपल। यहाँ अलिकति जङ्गली लागिहाल्यो हाम्रो रकेटलाई, भर्खर खाना खाएर आएको थियौँ। Too much enthusiastic. इट्स बयर। फोकस फोकस फोकस। Why not focusing here? Please click there. Focus. Yes. Why not focusing? Let's focus. Very enthusiastic. Very enthusiastic. आज बजारको दिन पनि छ, माहौल एकदम यहाँ तातिरहेको छ। हाम्रो बजार यहीँ लाग्छ, गौरादह एग्रिकल्चर क्याम्पस। हामीलाई आज यो गौरादह एग्रिकल्चर क्याम्पसको गेटले वेलकम टु थर्ड सेम भनिरहेको हुन्छ। Everyone is here eating whatever. धनुषको क्यामेराम्यान हुनमा मलाई एकदमै गर्व लागिरहेछ। No, I am not giving content, bro. Yes, he just फोकटको मान्छे। जस्ट उसले फेम पाइरहेछ, तर असली हियर यस यस केही हाम्रो सोभ्यू
लाई तपाईँहरूले यहाँनिर सुझाव दिन सक्नुहुन्छ। यहाँनिर एकदम माहौल एकदम राम्रो छ एग्रिकल्चर क्याम्पसको।